कुरा क्लियर गरौँ है। वैदेशिक रोजगारमा जाँदाखेरि जुन सरकारले नियम तोकेको छ 10,000 भन्दा धेरै दिन नपाउने र लिन नपाउने कुनै पनि मेन पावरको भन्ने यो जुन सरकारको तर्फबाट एकलौटी भनाइ छ है, यसलाई चाहिँ मेन पावरले अस्वीकार गर्छ। जहिले पनि तपाईहरू कुनै पनि मेन पावरमा जानुहोस्, मेन पावरले भन्ने यही हो कि जुन मेन पावरले 10,000 लिएर उडाउँछ त्यही मेन पावरमा जानुहोस् भनेर भन्छन्। उनीहरू उडाउनै मान्दैनन्। यसलाई चाहिँ अलिकति आज क्लियर गरौँ है त। मेन पावर र सरकार बीच छलफल हुनु पर्यो है। मेन पावरले यस्ता कुराहरू राख्नु पर्यो सरकार समक्ष, जस्तै दुबई आउनको लागि कुनै पनि सेक्युरिटी गार्डले अहिलेको कुरा गर्ने हो भने 3 लाखदेखि 4 लाख दिनुपर्छ है। उनीहरूको म्याक्सिमम स्यालेरी हुन्छ 2,000 देखि 3,000 सम्म। नेपाली पैसामा हामी कन्भर्ट गरौँ 1,10,15,000 पर्न जान्छ नेपाली पैसा है। अब कुनै पनि मेन पावरले यदि सेक्युरिटी गार्डमा दुबई पठाउँछ भने उसले चाहिँ सीमित पैसा तोक्नु पर्यो सेक्युरिटी गार्डको लागि भनेर, सबैको लागि एउटै पैसा हुनु पर्यो। जस्तै 70,000, 80,000, 90,000 हुनु पर्यो है। यसमा चाहिँ कुनै एउटा अङ्क राख्नु पर्यो मेन पावरले, जस्तै 90,000 कन्फर्म है। अब भने कुनै पनि आम नागरिक यदि दुबई सेक्युरिटी गार्डमा जान्छ भने 90,000 मात्र पे गर्नुहोस् मेन पावरलाई। मेन पावरले नि हुन्छ भन्नु पर्यो, सरकार पक्षले नि हुन्छ भन्नु पर्यो। अनि त्यसपछि आम नागरिकले पैसा बुझाउन सजिलो हुने भयो है। सबै डिपार्टमेन्ट हेरेर जसको धेरै स्यालेरी छ उसको अलिकति बढी अमाउन्ट राखिदिने, जसको कम्ती स्यालेरी छ उसको अलिकति कम्ती राखिदिने। अब जस्तै अब सेक्युरिटी गार्डको त राम्रो स्यालेरी हुन्छ, उनीहरूले 1,10,15,000 खान्छन्। अब जो मान्छे अब यो कन्स्ट्रक्सन लाइनमा आउँछ, क्लिनिङमा आउँछ, उनीहरूको स्यालेरी हुने भनेको 1,000-1,200 हुन्छ है। अब उनीहरूले पनि 2 लाख 3 लाख तिर्यो भने उनीहरूको नेपाली पैसामा कन्भर्ट गर्दाखेरि 40,000 50,000 हुन्छ। अब खानु पर्यो है, आफ्नो सपना पनि पुरा गर्नु पर्यो। अब कहिले साउको ऋण तिर्ने, कहिले ब्याज तिर्ने, अब यसरी त भएन नि त। या फिक्स पैसा राख्नु पर्यो नेपाल सरकार र मेन पावरले डिपार्टमेन्ट हेरेर है। जसको धेरै स्यालेरी छ उसलाई अलिकति धेरै, जसको कम स्यालेरी छ त्यसलाई अलिकति कम्ती। यसरी तोक्यो भने चाहिँ अब हामीलाई उजुरी गर्न पनि सजिलो हुने भयो। अब हामी सबैले थाहा छ कि सेक्युरिटी गार्डमा यदि दुबई जानु छ भने चाहिँ 90,000 मात्र दिनुपर्छ है। त्योभन्दा धेरै मेन पावरले माग्यो भने चाहिँ हामी उजुरी गर्ने पनि सजिलो हुन्छ हामीहरूलाई है। यस्ता कुराहरू यदि यस्तो डिपार्टमेन्ट वाइज पैसा राखेर कुनै पनि देशमा जानलाई यस्ता नियमहरू राख्यो भने चाहिँ अलिकति सजिलो हुन्छ है। नत्र भने आम नागरिकहरू जहिले पनि ठगीमै पर्छन् है। अब कुनै पनि एउटा गाउँबाट आएको मान्छे विदेश जानलाई खोज्छ है। अब उसलाई यतिसम्म थाहा हुँदैन कि फ्री भिजा फ्री टिकट छ है, 10,000 भन्दा धेरै रकम तिर्नु पर्दैन भनेर है। उसलाई त यति मात्र थाहा हुन्छ कि जसरी भयो भने भिजा लाग्नु पर्यो, विदेश जानु पर्यो है, जति पैसा भने पनि तिर्नु पर्यो। किनभने चाहिँ उसको एउटै मात्र सपना हुन्छ विदेश जाने है। अब